साथीहरु, आज मैले विशेष गरी निकै नै धेरै दुःखको कुरा लिएर आएको छु। हिजो मात्रै सुर्खेत बस पार्कदेखि कालीकोटसम्मको लागि छुटेको फोर्स गाडी बीच बाटो दैलेखकै भिरबाट लडेर कर्णाली नदीमा खसेको मैले समाचार र भिडियो हेर्दाखेरि एकदम दुःख लाग्यो। र उहाँ मृत्यु हुनेको दुई दाजुभाइको तपाईले फोटोमा देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा। र यसै गरी अन्य प्यासेन्जरहरू, आमाबुवा, दाजुभाइ, साथीभाइ कतिजना हुनुहुन्थ्यो त्यो अझै पनि यकिन भएको छैन। उहाँहरूलाई पनि धेरै समस्या र धेरै ठुलो चोट परेको छ। मृत्यु हुने सम्पूर्ण व्यक्तिहरूलाई मेरो हार्दिक श्रद्धाञ्जली। आज तपाईको त्यो समाचार भिडियो सुन्दाखेरि म पनि एकदम रोएको छु। नहुनु पर्ने थियो, त्यो घटना भइसक्यो। तपाईहरुको घर परिवार आफन्तजनहरूले धैर्य गर्ने, क्षमता गर्ने ठुलो एउटा राहत मिलोस्। मान्छेको जिन्दगी जन्मपछि मृत्यु अवश्य हुन्छ, तर ढिलो र चाँडो मात्रै हो। तपाईहरुको दुई दाजुभाइ सुर्खेत घर भई सुर्खेतमा बस्दै यातायात व्यवसाय, गाडीको व्यवसाय गर्दै आएका दुई दाजुभाइको हिजो मात्र कालो दिन भयो। उहाँहरूको गाडी दुर्घटनामा मृत्यु भयो। तपाईहरुको स्वर्गमा बास होस्। घर परिवार आफन्तजन सबैले धैर्य गर्ने क्षमता ठुलो प्राप्त गरून्। नहुनु पर्ने यो घटनालाई म पनि एकदम दुखी भएको छु। दैवको खेल। दुईटा दाजुभाइले केही पैसा ऋण लिएर भर्खरै फोर्स गाडी सञ्चालनमा ल्याउनु भएको कुरा पनि सुने मलाई झनै दुःख लाग्यो। किनकि नेपालमा केही गर्छु, केही गरेर अगाडि बढ्छु, आफ्नै देशमा सञ्चालन गरौँ भनेर एउटा राम्रो व्यवसाय हुन्छ कि भनेर गाडी सञ्चालनमा ल्याउनु भएको थियो। तर हिजो मात्र अचानक केही कारणवश भयो। अब हामीले नदेखेको कुरा कसरी के भन्नु र हुन लेखेको कुरा कसैले छुटाउन सकेन। भगवान, तपाईहरु मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली। म पनि एकदम यो विषयलाई दुःख व्यक्त गर्न चाहन्छु। हो, ढिलो र चाँडो हामी सबै मर्ने हो, तर यतिको पीडा चाहिँ नहोस् कसैलाई पनि भन्न चाहन्छु। यदि हुन गएमा पनि हामीले स्वीकार गर्नै पर्छ। हार्दिक श्रद्धाञ्जली। यो दुःखको कुरालाई लिएर तपाईहरु बीच म आएको छु। साथीहरु, मान्छेको जिन्दगी भनेको केही पनि छैन, हुन्जेल र बाँचुन्जेल मात्र हो। त्यो भन्दा अरु केही विकल्प छैन। मरेर केही लिने दिने होइन साथीहरु। सकिन्छ भने बाँचुन्जेल एकअर्कालाई हामीले रेस्पेक्ट गरौँ। जति सकिन्छ एकअर्कामा नजिक सम्बन्ध बढाउँ। मृत्युपछि त हामीले सम्झेर पनि हुँदैन। र मृत्यु हुने दाइ भाइ प्रति हार्दिक श्रद्धाञ्जली।